के हो तपाईँ यस्तो किन यस्तो मैला नै धुलो नै मैला भएको किन मन लाग्यो त यस्तो धेरै के धेरै यस्तो धेरै खानु मन लाग्यो त नि यसमा चाहिँ अब म चाहिँ श्रमिक हो क्या हामी मेरो श्रम गर्नुपर्छ भन्ने मेरो मान्यता हो क्या मेरो काम नै यस्तै छ हात हेर्नुहुन्छ भने यो अहिले धुलो भएर मात्रै नभएदेखि पनि हात पनि यस्तै छ अहिलेसम्म मैले किनकि म श्रम गर्दैन अहिलेसम्म मेरो जीवन चलाइरहेको छु होइन जसले गर्दा यो श्रम गऱ्यो भने मात्रै देश बन्छ भन्ने मलाई मान्यता छ कि त्यस कारणले हामीले चाहिँ जुन कुरा गर्नुपर्छ श्रममा भन्दा अरूको विकल्प पनि छैन किनकि हाम्रो जुन अब हाम्रो अब भाइले जुन ल्याउनु भयो त्यो ल्याउनु भएको जुन ऊ चाहिँ उसको जुन नीति चाहिँ जुन उसको भिजन चाहिँ एकदम सराहनीय छ यो एकदम राम्रो कुरो हो यो हामीले अपनाउनै पर्छ यसमा चाहिँ हामीले लागि पर्नुपर्छ र देशका सबै जनताहरू लागि पर्नुपर्छ उहाँको श्रम संस्कृति भनेको चाहिँ अहिलेसम्म त्यस्तो पार्टीको कुनै पार्टी निस्केको छ उयो चाहिँ अद्भुत रूपले उहाँको निकाल्नु भएको यस कारण उहाँको निम्ति हामीले के गर्नुपर्छ भन्दाखेरि हामीले उहाँ एक्लै नै सक्नुहुन्न हामीले सबैले एकले हातमा हात जोडेर हामीले उहाँलाई मद्दत गर्नुको लागि हामी देशवासीले एक टिका भएर गर्नुपर्छ ताकि देशले नयाँ उपायहरू नयाँ अब श्रम संस्कृति प्रविधि भनेको छैन उहाँको भनेपछि यो कुरा चाहिँ अहिले हामीले गर्नुको लागि नितान्त आवश्यक छ। ओके धन्यवाद तपाईँलाई।